हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई कुकिङ स्पेसलमा। आज मैले हजुरको लागि एकदमै मिठो कटहरको तरकारीको रेसिपी लिएर आएको छु। कटहरको तरकारी बनाउनको लागि काँचो कटहर चाहिन्छ र मैले यहाँ एउटा काँचो कटहर लिए। कटहर काट्नुभन्दा अघि हातमा र कटहर राख्ने भाँडामा तेल लाएर काट्यो भने त्यसले गर्दा कटहरमा भएको चोप लाग्दैन र कटहर काट्न एकदम नै सजिलो हुन्छ। कटहर काट्ने अर्को आइडिया भनेको सानो धारा खोलेर पानीमा कटहर काट्यो भने त्यसले गर्दा पनि कटहर काट्न एकदमै सजिलो हुन्छ र चोप लाग्दैन। कटहर काटेर सकिसकेको छु। यहाँ मैले कटहरलाई सानो सानो पिसमा काटेको छु। हजुरहरूले भने सानो ठुलो आफूलाई मन परे अनुसार जत्रो पिसमा पनि कटहर काट्न सक्नुहुन्छ। कटहर काटेर रेडी भइसकेपछि अब कटहर बनाउनको लागि फर्स्टमा प्रेस कुकर बसाले र त्यसमा यहाँ मैले तोरीको तेल राखेको छु। हजुरहरूले जुनसुकै कुकिङ ओइल पनि राख्न सक्नुहुन्छ। अरू तरकारी भन्दा कटहरमा भने अलि बेसी नै तेल राख्नुपर्छ। तेललाई एकछिन तातिन दिनुपर्छ र तेल तातिसकेपछि यहाँ मैले थोरै मेथी राखेको छु। मेथीलाई पनि ब्राउन हुन दिनुपर्छ र हल्का ब्राउन भइसकेपछि यहाँ मैले जिरा पनि राखिदिएँ। जिरा राखिसकेपछि 2वटा तेजपत्ता पनि राखे। त्यसपछि मसिनो गरी काटेको प्याज पनि राखिदिने र एकछिन फ्राई गर्ने प्याजलाई एकछिन फ्राई हुन दिनुपर्छ र प्याज फ्राई भएर हल्का ब्राउन भइसकेपछि खुर्सानी राखिदिने। यहाँ मैले 2वटा हरियो खुर्सानीलाई काटेर राखेको छु। खुर्सानी राखिसकेपछि मिडियम साइजमा काटेर रातो भएको टमाटर पनि राखे। कटहरको तरकारी बनाउँदा आलु पनि अप्सनल हो, नराख्दा पनि हुन्छ। तर आज मलाई एकदम नै धेरै कटहरको तरकारीमा आलु मिक्स गरेर खान मन लागिरहेको थियो। त्यसैले यहाँ 2वटा आलुलाई बोइल गरेर काटेर राखेको छु। हजुरहरूले आलु राखेको कटहर ट्राई गर्नुभएको छैन भने एकपटक अवश्य ट्राई गर्नुहोला, एकदम नै मिठो हुन्छ। अब भने आलु टमाटरलाई एकछिन चलाउँदै पकाउनुपर्छ। भनिन्छ कटहरको तरकारी राम्ररी बनायो भने मासुभन्दा पनि मिठो हुन्छ। हजुरहरू कसलाई त्यस्तो लाग्छ? अब भने बेसार राखिदिने। यहाँ मैले 2 चम्चा बेसार राखेको छु। बेसार राखिसकेपछि सबैतिर मिक्स गर्ने। राम्ररी बेसार मिक्स भइसकेपछि स्वाद अनुसार नुन राखिदिने। मैले यहाँ लसुनलाई थिचेर राखेको छु। हजुरहरूले लसुनको पेस्ट बनाएर पनि राख्न सक्नुहुन्छ। लसुन राखिसकेपछि मसला राख्नुपर्छ। हजुरहरूले जुनसुकै मसला राख्दा पनि हुन्छ। मैले पनि यहाँ घरमा नै बनाएको जिरा धनियाँको पेस्ट राखेको छु। यसरी घरमा नै बनाएको मसला राख्यो भने कटहरको तरकारी एकदम नै मिठो हुन्छ, मासुको जस्तै स्वाद आउँछ। अब भने मसलालाई एकछिन पाक्न दिनुपर्छ। त्यसैले यसरी चलाउँदै पकाउने। मसला पाकेर यसरी तेलसँग छुट्टिसकेपछि काटेर रेडी गरेको कटहर राख्ने। काटेको सबै कटहर राखिसकेपछि एकछिन कटहरलाई चलाउँदै पकाउनुपर्छ। अब भने सबै मसलालाई कटहरमा मिक्स गर्नुपर्छ। त्यसैले यसरी चलाउँदै एकछिनसम्म पकाउने। अनि थोरै पानी राखेर सिटी लगाइदिने। दुई सिटी जति लागिसकेपछि हाम्रो कटहर पनि पाकेर रेडी भइसकेको छ। कटहरको तरकारीलाई अर्को तरिकाले पनि बनाउन सकिन्छ, जसमा कटहरलाई पहिले नै बोइल गरेर बनाउने। यदि हजुरहरूलाई पनि पहिले नै बोइल गरेर बनाएको कटहरको तरकारीको रेसिपी चाहिन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ। कटहरको तरकारी धेरै तरिकाले बनाउन सकिन्छ। यदि हजुरहरूलाई आजको यो तरिकाले बनाएको कटहरको तरकारीको रेसिपी मन पर्यो भने भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न नबिर्सिनुहोस्। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न पनि नबिर्सिनुहोस्।
आजको भिडियो यति नै थियो। थ्यांक यू फर वाचिङ।